यो त सुरुमै बल्ल बल्ल यहाँ यिनीहरू हेर हिँड्न नसकेर यो कम त ठाडो छ त राम्रो हिँड्न नसकेर बिचरा भाइको हातमा मात्रै हिँडेछ। स्टार्टिङ ओ बाबु घाम त लाग्छ किन आँचिम्म गर्दै हो भनेको एच कभर काट्यो त फेरि यस्तो ह्यान्डसम देखा त आज फाइनली गेटसम्म चाहिँ आइपुग्यो गाइज होइन। अब यहाँबाट कतासम्म पुग्नु पर्ने अझै सिटी नबजिर माकुरी म चाहिँ भ्लगर दाइरी होइन मायाकुरी कस्तो भने बच्चाले हल्का कुन एङ्गलले भ्लगर देख्छ होला कुन एङ्गलले भ्लगर देख्छ होला मन बोलेको छु नि भ्लगर हो मै त हो कस्तो हावा चल्यो भने हुँदा क्या साँच्चीकै भुइँचा लागेछ हेर्न कस्तो हल्लेको उडायो हावाले यो साँच्चीको तर्साइतिर माकुरी सँगै जाने भने किनाको ग्रुप फुट्यो होला मलाई चिडान
भन न साउनीको नाम के हो भन न वाइफ वर्ष के भन्छ नि कोला कोला के छ उडीवाला चलेगा क्या बुका अलि एकछिन त सातो खाइयो है मायाको झनै सुकेको त नि जाडो हुँदो रहेछ यार यताबाट भाग्दो शिवपुरी पिक हजुर हजुर झन्डै लड्यो नि गाह्रो भयो हेर अल्छीहरू हजुरलाई त नि यस्तो ट्रेकिङ त बिर्सिनु हुन्छ होला त शिवले गर्नु पाइका गर्ने हाम्रो त चिन्ता भाइरल आए त्यसले चाहिँ मौका उठाएर भाइला हँसा हाँस्नु पर्छ सास भन्छ ओ एकदम बाहिर समेत के गर्छ नानी कस्तो लागिरहेछ यता हेर्नुहोस् हजुर अझ कति घन्टा हिँड्नु भइछ फर्किनु क्या भन्दै अहिले यिन म गर्छु ल कता कता टेक्ने भनेर भन्दैछु गाइड चोखेन लाम्ला खाइ ल जतिखेर मेरो मात्र होला सबैको त्यस्तै हुन्छ नि हत्ती भने क्या कस्तो छ अरे यिनीहरूले आमा तैँले आमा देखिस् क्या यो त आमा देखेछ क्या त्यो त छ नि त नि कत्रो चढे यस्तो बाटो चाहिँ हिँड्छ के देखेर म त नाच्नु लाग्छ क्या भन्दा rồi. Thôi được. Cái gì tới chào vậy?
बागदोर 15 to 20 minutes. तिनचुलीपछि बल्ल शिवपुरी रहेछ के 1 घन्टा त नि फेरि उकालो भर्याङ चढ्नुपर्ने स्थिति आएको अवस्था गाइस कोही पनि नआउनु होला शिवपुरी यति दुःख पर्छ कि बौरामाकै देख्छु बौरामाको बिहारले देख्ने यसले चाहिँ देखेछ क्यारे घुम्न आउने मान्छे आइहाल्छ नि अब भने त्यो बाटो हेरेर मेरो बाउ मलाई के पाडो जन्माइन आज घुम्न आउँदा यो बाटो हिँड्न सकेन भनेर आमा बाउलाई पाडो किन जमाएन भन्न थाले त्यहाँ 5 केजी भयो भने भन्नु पर्छ हेलो गाइस कस्तो अनुभव भइरहेको छ त नि हामी अहिले कहाँनिर आयो रे ठुलो देउराली आइपुगेर एकछिन रेस्ट गरेर अब फेरि बागद्वारतर्फ लाग्दैछौँ अब हामीलाई 60 देखि 80 मिनट भनेको छ तर हामीलाई चाहिँ कति टाइम लाग्छ हेरौँ बाटो चाहिँ यस्तो छ है सक्दैन हौ यस्तो खाले एकछिनमा खिया हुन्छ बल्ल बल्ल बागद्वार आइपुग्यो गाइस लामाहरू बस्नु यो कुन ठाउँ रे फाइनली हामी बागद्वार आइपुगेर अब शिवपुरी पिक भन्ने ठाउँमा फेरि यात्रा सुरु हुँदैछ के बिचरा ठाडो उकालो हो यो मलाई रोकायो नि यार के भनेको रे के भन्यो रे भोलिबाट हालिदिनु तिनचोटि त 20 मिनट भने चिसो पनि अब शिवपुरी 25 देखि यहाँ 25 देखि 40 फाइनली टपमा पुग्न लाग्यो गाइस यति मात्र यत्रो हिँडेर माकुरी बिचरा यसलाई चाहिँ आज सगरमाथा चढाए जस्तो भएको छ हिँड्यो नि होइन अब त जोसिनुपर्छ नि यता पुगिहाल्यो त लगेर गएर बङ्लङ्ग पल्टिदिए यतिको लागि जाऊ 8 घन्टा हिँड्नु त्यो त अन्त्य होला नि छोडे Keep your trash with you, keep silence, and Wat moest je?